हेलो नमस्ते सबैले भोट गर्नु होला पविन्द्र सरलाई सो पविन्द्र बेबी वेट प्लिज पविन्द्र सर कस्तो लाग्यो एकदम होला यो मान्छे खासमा यति धेरै बोल्दैन थियो अहिले बोल्ने भएछ ल सबैजनाले अझै बोल्ने बनाइदिनुस् है हजुर सपोर्ट गरेर के भएको हजुरको हात हेलो एभ्रिवान सबैलाई नमस्ते सबैजना सन्चै हुनुहुन्छ होला सबैजनालाई स्वागत छ है मेरो ब्लगमा सो आज चाहिँ हामी कहाँ जाँदैछौँ भनेपछि दुध दर्पण सो आज सुटिङ छ लाइभ दोहोरीको अनि हामी सुटिङमा जाँदैछौँ यति राम्ररी भएर सो आज मेरो दिदी हुनुहुन्छ मेरो दिदीको नाम चाहिँ कल्याणी खटानी म चाहिँ पेसाले के पेसाले के अरे गायिका होइन लोकप्रिय गायिका नेपालको टप काम गर्ने अदालतमा काम गर्ने के अरे वकिलको फिल आइरहेको छ कि सो मलाई चाहिँ आज आइमेहरूलाई फिल आइरहेको छ बिकज यो माला लाउनु दिनु भएर म त माला लाउँदैन तर दिदीले मलाई यो माला लाउनु दिनु भएन त्यसमा म धेरै दिन्छु कि धेरै दुःख व्यक्त गरिरहेको छु सो अब हामी गइरहेछौँ लिनु न खै त मेरो इनड्राइभ हामीले इनड्राइभ गरेको सो इनड्राइभ चाहिँ कहाँ गयो सो गाइज अहिले चाहिँ हामी इनड्राइभलाई कुरेर बसिरहेको छौँ मेरो इनड्राइभ चाहिँ आएको छैन बिकज एउटा क्यान्सल गरिसक्यौँ फेरि अर्को इनड्राइभ कता हो राम ल सब हामी जाँदैछौँ दाइ यता घुमाउनु न कसरी बस्नु हो काठमाडौँमा जुनमा सजिलो नै त्यहीमा बस्नु होइन मतलब बस्नु त म यसमै बस्छु नि यसै यो साइड बस्नु वान साइड बस्नु न साडीमा वान साइड बसेको राम्रो अब चिप्लेर लड्यो भने चाहिँ काम छैन एकछिन दाइ म बिस्तारै बस्छु गाई सुन्नु सो गाइज हामी चाहिँ आइसक्यौँ यता आरुबारी नै के अरे यो रानीबारी यस्तो रानीबारी आइसक्यो अब उताको बाटो सो दिदी पनि हाल्छ मलाई चाहिँ होइन गाइज यस्तो घुमाइ कताको बाटो ल्याइदिएको अनि म त रुन मात्र राखेको नि मलाई कस्तो नराम्रो लाग्छ नि त्यसको होला ऊ त्यो हो कि माथि जाउँ न जाने सो गाइज हामी जेब्रा क्रसिङ गर्दैछौँ हामी जाँदैछौँ ल हामी देखाउँछौँ त्यहाँ जस्तो एकछिन ब्याक साइड देख्नु पऱ्यो यही हो त्यही त होला के भन्छ सुप्रिम मल्लको त्यो स्टुडियो त्यो हो कति सो गाइज होइन कस्तो हात दुखेर कि कस्तो यसरी कुममा समातेको है हात दुखेर मर्नु भइसक्यो अनि गाइज हामी चाहिँ जाँदैछौँ है भएपछि कि मलाई रङ बाटो ल्यायो भने त कस्तो रङ छ म त कहाँ पुऱ्याउने हिजो पनि सो होइन गाइस दुध दर्पण प्रायले हामी आइसकेको छौँ गुट्का खाएर नठुक्नु होला कस्तो फिल भइरहेको थिएँ कस्तो राम्रो देखेको वा जुत्ता चप्पल कृपया यहाँ राखिदिनु होला सो दिदी जाँदै हुनुहुन्छ हामी पनि जाँदैछौँ ओहो मौसम दाइले भेटियो ल मौसम दाइ सन्चै हुनुहुन्छ मेरो भ्लगमा आउनु पर्यो हाई भनिदिनु न भ्लगमा ए तपाईँ पनि खतम मान्छे अब दिदीलाई भेटिसक्यो गाउने दिदी चाहिँ यहाँ हुनुहुन्छ हजुरको नाम ए सम्झना श्रेष्ठ ओके सो आजदेखि हामी चिन्छौँ नि त होइन दिदी अनि अब एकछिनमा गाउने सुरु हुन्छ हामी चेन्जिङ रुममा छ फेरि अरू देखाउन मिल्दैन नि गाइज के सल्लाह हुँदैछ सो पविन्द्र सर कङ्ग्रेचुलेसन हजुरलाई अनि के पविन्द्र सरलाई भोट गर्न सक्नुहुन्छ है तपाईँले म चाहिँ भोटिङको लागि चाहिँ अप्सनहरू दिन्छु यहाँ सो यहाँ चाहिँ सबैले भेटिसक्यो सो हामी चाहिँ जाँदैछौँ झन् ट्राई गर्दै गर्नु उतै राख्नु
सो यस्तो छ अहिले चाहिँ क्युट बनाएको रहेछ पहिलेको भन्दा धेरै डेकोरेसन भएको छ हेलो 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 ह्यान्डसम बोय पहिलेको भन्दा अहिले धेरै राम्रो छ धेरै राम्रो बस्ने ठाउँ पनि यहाँ त्यो थियो अहिले छ सो गाइस एकछिनमा स्टार्ट हुन्छ ल सो एकछिनमा स्टार्ट हुन्छ ल एकछिनमा स्टार्ट हुन्छ सो गायिका दिदी अर्को गाउने चाहिँ को अरू पवित्र सरले गाउने हो ए बधाई छ ल बधाई छ गायिका राष्ट्रिय गायक तर जस्तो मुस्कान उस्तै गीत छ गाइस हेलो दाइ यतिको हाँस्नु न दाँत देखाउनु भने अब हाँसो भएन कति वर्ष अब कुरा नगर्ने तपाईँ यस्तै ह्यान्डसम मान्छेलाई फेरि अरू बनाउनु मन थियो अरे गम्भीर आएर यता सुताहरू हुनुहुन्छ सो अब चाहिँ हामीले सकिसकेको छ गाएर बिकज गएको चाहिँ हाल्न मिल्दैन किनकि कपिराइट हाल्छ त्यसले गएको चाहिँ हाल्न मिल्दैन होइन सो यहाँसम्म आइयो सो आइ एम भेरी ह्याप्पी भेट्न पाएँ सबैजनालाई ह्यान्डसम दाइहरूलाई पनि भेट्न पाइयो What did you say? यो अलि भएन नि त त्यस्तो त छैन नि सो हामी सुरुदेखि गरेर यसलाई एडिट गरेर होइन यस्तो दामी गरेर हाल्दैछ तपाईँको हाँस्दै बबाल सो मेरो दिदी पनि यता हुनुहुन्छ अब चाहिँ हामी सोध लाग्नुपर्छ अनि एकचोटि लास्टमा हेलो नमस्ते सबैले भोट गर्नु होला पवित्र सरलाई सो जिताउनु पर्छ हामी भएर पवित्र सर भएको पवित्र सर भएर हामी भएको यो कुरा नबिर्सिनु सकिसक्यो हामी चाहिँ नेग्लिज भएको रेकर्ड गरेर सो पछि आयो भने चाहिँ म क्लिप हालिदिन्छु नि ल बाई दाई बाई सब हामी जाँदैछौँ गाइजहरू यो हो बहिनीको झोला होइन बहिनीको झोला सबै चाहिँ हामी जान्छौँ हामी यतिको त हुनुपर्छ फाइदा केकको लागि हामी हिँड्छौँ केकको लागि अलिअलि हामीले पनि फाइदा उठाउनु परेन होइन त्यस्तो फोकरमा हिँड्यो अनि Pavindra baby, wait please. Pavindra baby, wait please. I'm fine, and you? So फाइदै छैन कि यार वेट गर्नु भन मान्छे त लखर हे बोले यसलाई चाहिँ पुग्छ होला मेरो भाषा के खाने कौन सा ए होटलमा रोटी चाहिँ कुन खान्छ सुक्खा रोटी तरकारी त्यो खाने हैन तिमी मोमो चाउमिन हुन्छ त्यही रोटी नै हुन्छ तिमी के छ अरु भेज मोमो छ भेज र चिकन चाउमिन स्पाइसी 1 प्लेट मलाई तपाईँ के पनि मन पर्दैन ठीक छ ए त ल्याउँदैन चियर त ल्याउँदैन हुन्छ ए त ल्याउन बाटो आज चाहिँ गाइजहरु हैन म चाहिँ म हैन भ्याउन त हामी तीनटालाई चाहिँ रोटी तरकारी गर हामी चारवटालाई चाहिँ रोटी तरकारी गर्दिनु मलाई चाहिँ के भन्नु भयो त्यही ल्याइदिनु अनि एउटा कोक चाहियो चिकन कोक ड्यू भए पनि भेजमा पुरै भेज अनि रोटी जति बनाउनुहुन्छ बनाउनुहोस् हामी खाँदै गर्छौँ हो अनि सो आज चाहिँ म धेरै खुसी छु बिकज मेरो पविन्द्र सरसँग भेट भयो पविन्द्र सरसँग भेट्न पाउने भाग्यमान लियो क्या हजुर भोइस अफ नेपालको पविन्द्र र सम्झनाले एकदम मजायो भनेर किन हाल्ने कसरी हाल्ने धुम मचायो आज फेरि कपाल काटियो सम्झना दिदी चाहिँ उता हुनुहुन्छ
आज फेरि कमेन्ट काटियो होइन कि पहिलोचोटि सबैले माया गरिदिनु ल भने सबैले माया गरिदिनु होला च्यानललाई सब्सक्राइब गरिदिनु माया त गर्नु सो पर्यो दिदीको लाइभ दोहोरी पनि म सेयर गर्छु त्यसो सबैजनाले हेर्नुपर्छ ल सपोर्ट हामी एकअर्कालाई सपोर्ट गरेनौँ भने चाहिँ के गर्ने नेपाली सपोर्ट गर्नु पर्यो है बिकज कहिलेदेखि धेरै बोल्ने भयो मान्छे तपाईँको छ अनुहार परेको दाइ ब्याग बजाएको त हो मलाई अनुहार छैन रे यार दाइ नमस्ते नमस्ते भाइ सिद्धि भयो ओहो सिद्धिको माथि आउनुभएछ। त्यस्तो कुराहरु नै हामी कति प्यारे बस्नु त बस्नु आज मलाई सिकाउनु परेन नि पवित्रलाई सिकाउनु परेन भने चाहिँ कुरो बोल्नु न आज चाँडै सुरु भयो है अलि म हतारी आएँ नि त है न त अनि औँलाहरू के छ चाँडै सुरु भयो के भएको हजुरको हात एकछिन तर खाएन हो र हामीलाई त भाइ खै त सुप्रिम भाइ खै त यो 22 रुपैयाँ पनि आउँछ है दिदी दिदी कस्तो लाग्यो दुईटा भाइ छ भाइ केलटा हो पविन्द्र सर कस्तो लाग्यो एकदम नानी होला। केही साथीलाई गरिदिनु ल यो मान्छे खासमा यति धेरै बोल्दैन थियो अहिले बोल्ने भएछ ल सबैजनाले उसलाई अझै बोल्ने बनाइदिनुहोस् है हजुर सपोर्ट गरेर यतिको चाहिँ हुनुपर्छ कि बेबी भएपछि